सबैभन्दा पहिला यो भिडियो हेर्नुहोस् र यो भिडियो हेरेर तपाईहरु नै भन्नुहोस्। रप्पा रप्पा फाड़ेंगे रप्पा रप्पा। सिर्फ 5 मिनट पुलिस प्रशासन को हटा दीजिएगा। मियां भाई बता देगा सबको। मार दूंगा रप्पा रप्पा। मार दूंगा मस्जिद पर आया तो। के यिनीहरूको लागि पुलिस प्रशासन केही छैन के भन्दैछ? सिधै सिधै प्रशासनलाई 5 मिनटको लागि साइड लगाइदिनुस्, हामी हेराइदिन्छौँ, रब्बा रब्बा काटिदिन्छु भनेर, रब्बा रब्बा गरिदिन्छु भनेर। के हामी हिन्दू हातमा चुडी पेनेर बसिरहेको छु? हामी हिन्दू पनि तयार छौँ, आइज कसरी रब्बा रब्बा काटिन्छ नि हामी पनि हेराइदिन्छौँ। र यो कुराहरू बोल्दाखेरि मसँग कुरा नगरेर मेरो घरसम्म फोन गर्ने व्यक्तिहरूलाई म भन्न चाहन्छु, कटुवाहरूलाई, कि मसँग कुरा गर। यदि तिम्रो मनमा केही छ भन्ने, मेरो घर, मेरो परिवार, मेरो आफन्तजनसँग सोधेर केही हुनेवाला छैन। यहाँ मसँग कुरा गर, म छु। र यो किसिमको नारा, यो किसिमको जुलुस, यो किसिमको भिडियो यदि आयो भने हामी यसको बोल्ने विरोधमा यदि कोही छ भने मसँग कुरा गर्नु। मेरो घर परिवार आफन्तसँग होइन। आफन्तले के भन्छ, के गर्छ, यहाँ मसँग कुरा गरेर हुन्छ, कसै अरूसँग कुरा गरेर हुँदैन। त्यही भएर यो मान्छेहरूलाई, नारा लगाउनेहरूलाई, यिनीहरूलाई पो खोरमा हाल्ने हो त। एमाले रासपाको झगडा त त्यतिकै भइरहेछ, सबै पार्टी एकतिर, रासपा एकतिर, त्यतिकै भइरहन्छ। यस्ता यस्ता नारा जुलुस लगाउनेहरूको कारबाही हुनुपर्छ हाम्रो देशमा। यो न्याय हुनै पर्छ, नत्र हामीलाई नै 5 मिनट दिनुस्, हिन्दूहरूलाई खुला गरिदिनुस्, पुलिस प्रशासन साइड लाग्नुहोस्, हेराइदिन्छौँ हामीहरू पनि रब्बा रब्बा यिनीहरूलाई कसरी काटिन्छ भन्ने। रब्बा रब्बा यिनीहरूलाई मात्रै तलवार चलाउन आउँदैन, हामीहरू पनि क्षत्रिय वंशी हो, हामी पनि तलवार चलाउन जान्छौँ, हामी पनि तलवार चलाउँछौँ। र समय पर्यो भने गर्दन